हेलो एभ्रिवान साथीहरु वेलकम छ मेरो किचन होम च्यानलमा देख्न सक्नुहुन्छ। आज चाहिँ मैले एकदमै स्पेशल भिडियो शेयर गर्दै छु हजुरको अगाडि। यो चाहिँ एकदमै स्पेशल आज चाहिँ मैले बच्चाहरुको लागि एकदमै स्पेशल हुन्छ भनेर तपाईहरुलाई मैले यो भिडियो चाहिँ तपाईहरुको लागि शेयर गरेको छु। हजुरहरुले पनि अन्य साथीहरुलाई आफन्तहरुलाई मजाले यसरी नै शेयर गरेर यसरी नै भिडियोलाई स्किप नगरी लास्टसम्म हेर्नु होला। एकदमै स्पेशल छ है साथीहरु आजको यसको नाम चाहिँ अलि लास्टमा म तपाईहरुलाई भन्ने छु, तपाईहरु हेर्दै जानु होला। नर्मल तरिकाबाट एकदमै घरमा होममेड हो साथीहरु, यो पनि एकदम मिठो हुन्छ है साथीहरु। मैले नि बनाएर ट्राई गरेको छु साथीहरु र मेरो नानी बाबुहरुले पनि एकदमै मन पराउनु भएको छ र मेरो वरिपरिको साथीहरुले पनि ट्राई गरिसक्नु भएको छ। तपाईहरुले पनि यो चाहिँ अवश्य ट्राई गर्नुहुन्छ भन्ने आशाका साथ मैले यो भिडियो हजुरहरुमाथि यो च्यानल मार्फत शेयर गरेको छु। भिडियोलाई अहिलेसम्म पनि सब्स्क्राइब गर्न बिर्सिनु भएको छ या गर्नु भएको छैन भने प्लिज एकचोटी सब्स्क्राइब गरेर अल नोटिफिकेसन अन गरिदिनु भयो भने ताकि यस्तै भिडियोहरु हजुरको नानी बाबुहरुको लागि स्पेशल नर्मल तरिकाबाट घरमै चाहिँ एकदमै मिठो र एकदमै हेल्दी फ्रुट्स सहितको खानेकुराहरु हजुरले टिफिनको रूपमा नानी बाबुहरुलाई बनाएर स्कुलमा लैजान र पठाइदिन सक्नुहुन्छ। बिहान नास्ताको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। हेर्नुस् त साथीहरु एकदमै स्पेशल तरिकाबाट घरमै चाहिँ हामीले नर्मल सामानहरुलाई युज गरेर चाहिँ यस्तो मिठो परिकार चाहिँ बनाउन जाँदै छु। यसको नाम चाहिँ के हो भन्दाखेरि अहिले लास्टमा हेरिहाल्नुहुन्छ तपाईहरुले, तापनि म बिचमा भन्नलाई चाहिँ एकदमै आतुर भइसकेको छु, त्यही भएर म चाहिँ यसको नाम भन्दै छु। यसको नाम हजुरले एकचोटी गेस गर्नु होला कमेन्टमा। नि हजुरले अब छुट्टै हजुरको ठाउँ अनुसार छुट्टै यसको नाम छ भने हजुरले शेयर गर्न सक्नुहुन्छ कमेन्टमा। यसको एकदमै अहिलेको लेटेस्ट नाम भनेको चाहिँ चिकन डोनट। तपाईहरुले चाहिँ नर्मल हाम्रो चाहिँ फुड्सको रूपमा नर्मल मैदाहरुको डोनट्स हजुरहरुले चाहिँ खाइराख्नु भएको छ, बजारमा पनि त्यही पाउनुहुन्छ। तर यो चाहिँ एकदमै टेस्टी एकदमै मिठो तरिकाबाट यो चाहिँ एकदमै हेर्नुस् त साथीहरु यस्तो मजाले चाहिँ दिदीले बनाउनु भएको छ। यस्तो तरिकाले चाहिँ हजुरहरुले पनि बनाउनु भयो भने हेर्नुस् त यो चाहिँ एकदमै टसाउनको लागि त्यो बिचमा चाहिँ कर्नफ्लोर हालेर कर्नफ्लोरले चाहिँ एकदमै मिठो हुन्छ भनेर कर्नफ्लोर हाल्नु भयो सुरुमा। यो चाहिँ अहिले चाहिँ के हाल्नु भएको होला भन्ने कुरा तपाईहरुले देखिसक्नु भयो। यो चाहिँ चीज हाल्नु भएको हो साथीहरु, अनि यसरी दुलो बनाउने अनि यसलाई आफ्नो मजाले चाहिँ अन्डाको पेस्टमा गरेर अनि यो मजाले यो पाउरोटीको दुलो भन्छ साथीहरु। यसलाई चाहिँ इंग्लिशमा चाहिँ यसको ठ्याक्कै अहिले नाम बिर्से, यसको नाम छ साथीहरु इंग्लिशमा, यसलाई छुट्टै किन्न नि पाइन्छ। हजुरहरुले चाहिँ ब्रेडको धुलोलाई चाहिँ यसरी हेर्नुस् त साथीहरु अब ब्राउन भएपछि चाहिँ यसलाई ट्याक्क निकाल्ने साथीहरु, अनि यसरी मजाले यसको तेललाई चाहिँ तार्यो भने चाहिँ अझै टेस्टी हुन्छ। अब हेर्नुस् त साथीहरु सुक्खा एकदमै मिठो भइहालेको छ, चीज हालेको छ भित्र, यस्तो दामी देखिन्छ। हेर्नुस् त साथीहरु ओहो मैले त यहाँ फेरि खाऊ मुखमा पानी आइसक्यो साथीहरु, देख्न सक्नुहुन्छ एकदमै मिठो छ साथीहरु। तपाईहरुले भिडियोलाई स्किप नगरी एकदम लास्टसम्म हेर्नु भएकोमा थ्यांक यू फर वाचिङ एभ्रीवान। साथीहरुले जस